यस धनखोला समुदाय वन र टिजिआई नेपाल बीच विगतका लामो समयदेखि हाम्रो यस वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू हामीले रोपेको छौँ। यसमा निम, कपुर, मरिङ्गा, शीतलचिनी, कपुर, बेल, अमला, हर्रो बर्रो जस्ता प्रजाति हामीले रोपेका छौँ। टिजिआई नेपालसँग हामीले विगत लामो समयदेखि सम्झौता अनुसारका कार्यहरू पुरा गर्दै हामीले खाली रहेका भूभागमा, खाली रहेका सामुदायिक वनका भूभागहरूमा प्लान्टेसन गरेर हामीले यस मरिङ्गालाई प्रशोधन गर्ने कार्यक्रम अगाडि बढाएका छौँ। यस मरिङ्गा प्रशोधन गर्दा हाम्रा उपभोक्ताहरूलाई पनि फाइदा हुने र अन्य रहेका जनजीवनमा बाँचिरहेका मानवमा पनि धेरै आफ्नो स्वास्थ्यमा सुधार हुने प्रमाणित भएकोले हामीले मरिङ्गालाई विशेष फोकस गरेर हामीले मरिङ्गाको प्रशोधन गर्ने तयारीमा छौँ। त्यसका लागि हामीले मरिङ्गा प्लान्टेसनमा करिब हामीले 5000 बिरुवा चाहिँ हामीले रोपिसकेको अवस्था छ।